Annyeonghaseyo. Good morning to all my viewers. फेरि पनि मैले EPS topic preparation word meaning class 2 लिएर आइसकेको छु। यसरी नै अपकमिङ डेजमा म ग्रामर रिलेटेड पनि र यस्तै मिनिङ बुकहरु पनि नेपाली ट्रान्सलेसन अथवा इजिएस्ट वेमा ग्रामरलाई पनि म लिएर आउने छु। कृपया यो च्यानललाई सब्स्क्राइब गर्नुहोला र फलो गर्नुहोला। र आज भने चाहिँ क्लास 2 लिएर म उपस्थित भइसकेको छु र अस्तिको लास्ट विकमा मैले 48 मिनिङ नेपालीमा ट्रान्सलेसन गरेर ल्याएको थिएँ र अब चाहिँ 49 देखि 70 सम्म क्लास 2 लिएर म आइसकेको छु। ल अब हामी सुरु गरौँ। फर्स्टमा छ लेट्स गो। फर्स्टमा छ सांहान अथवा सांहादा। सांहादा भनेको बिग्रिएको अथवा सडिनु। सांहादा बिग्रिएको अथवा सडिनु भन्ने हुन्छ। अलराइट, नेक्स्ट छ छुल्दा भन्नाले घटाउनु। छुल्दा घटाउनु। नेक्स्ट छ हेयजिदा छुट्ने बेला। हेयजिदा छुट्ने बेला। नेक्स्टमा हादागा। यो चाहिँ ग्रामरसँग रिलेटेड हो। हादागा भन्नाले गर्दा गर्दै भन्ने बुझिन्छ। कुनै पनि काम गर्दा गर्दै यस्तो गर्नु पर्यो अथवा यस्तो गर्दैछु, गर्दा गर्दै यो गरे भन्ने टाइपमा चाहिँ हादागा प्रयोग हुन्छ। अर्को छ छुङसाङ भनेको लक्षण। नेपाली मिनिङ चाहिँ लक्षण। छुङसाङ लक्षण। नेक्स्ट छ येबाङ। 54 मा येबाङ भन्नाले रोकथाम। रोकथाम। नेक्स्ट छ 55 मा सागोनादा भन्नाले दुर्घटना हुनु। नेक्स्टमा छ छुलजाङ भन्नाले अफिस अथवा कम्पनी ट्रिप, जसलाई बिजनेस ट्रिप पनि भनिन्छ। छुलजाङ अफिस अथवा कम्पनीको ट्रिप, बिजनेस ट्रिप पनि भनिन्छ। छुलजाङ अफिस अथवा कम्पनीको ट्रिप, भ्रमण, बिजनेस ट्रिप अथवा अफिस अथवा कम्पनीको भ्रमण भनेर बुझ्न सकिन्छ। नेक्स्ट छ 57 मा सिमहादा भन्नाले कडा, ज्यादै अथवा अत्याधिक हुनु। सिमहादा कडा हुनु, ज्यादै हुनु अथवा अत्याधिक हुनु भन्ने बुझिन्छ। सिमहादा कडा हुनु, ज्यादै हुनु, अत्याधिक हुनु भन्ने बुझिन्छ। सिमहादा कडा, ज्यादै। नेक्स्टमा छ 58 मा इल्जङ भन्नाले स्केड्युल, अनुसूची, तालिका पनि भनेर भनिन्छ। इल्जङ भन्नाले स्केड्युल, कुनै पनि कार्यक्रम अथवा मिटिङहरुको स्केड्युल, कार्यहरुको स्केड्युल, अनुसूची अथवा तालिकालाई चाहिँ के भन्छ? इल्जङ भनेर भनिन्छ। नेक्स्ट छ छाक्ता भन्नाले सानो अथवा छोटो हुनु। छाक्ता भन्नाले सानो अथवा छोटो हुनु। र अर्को छ छक्ता भन्नाले चाहिँ थोरै हुनु। यसमा चाहिँ छक्ता भन्नाले थोरै हुनु। छाक्ता सानो अथवा छोटो हुनु, छक्ता भन्नाले चाहिँ थोरै हुनु।
फेरि यसको रिपिट गरौँ स्टार्टिङदेखि। साङहान अथवा साङहादा बिग्रिएको अथवा सडिनु। साङहान साङहादा बिग्रिएको अथवा सडिनु। छुल्दा घटाउनु। हेयाजिदा छुट्ने बेला। हादागा गर्दा गर्दै। छुङसान लक्षण। येबाङ रोकथाम। सागोनादा दुर्घटना हुनु। छुल्जाङ अफिस वा कम्पनीको ट्रिप। सिमहादा कडा हुनु ज्यादै हुनु अत्याधिक हुनु। इल्जाङ स्केजुअल। छाक्ता सानो अथवा छोटो। छक्ता भनेको थोरै। नेक्स्ट छ 61 मा। 61 मा छ अर्को छ छन्य। छन्य छन्य भन्नाले कहिल्यै पनि होइन भन्ने टाइपको प्रयोग गरिन्छ। यसलाई चाहिँ नेभर भनेर इङ्ग्लिसमा भनिन्छ। छन्य कहिले पनि होइन भन्ने यसको अर्थ दिन्छ। इङ्ग्लिसमा चाहिँ नेभर भन्ने हुन्छ। छन्य कहिले पनि होइन नेभर इङ्ग्लिसमा भने। 62 मा छ छादा अथवा छामोल छादा भनेको सुत्नु। छादा अथवा छामोल छादा भन्नाले सुत्नु। छादा छामोल छादा सुत्नु। 63 मा छ इफाक खादा। इफाक खादा भनेको भर्ना हुनु। इफाक खादा भर्ना हुनु। जेनरली यसको चाहिँ भर्ना हुनु भन्ने मिनिङ लाग्छ। नेपाली मिनिङ भने इप्पन हादा भन्ने छ अर्को। इप्पन हादा भन्ने चाहिँ विशेष गरिकन हस्पिटलमा भर्ना हुनु भन्ने हुन्छ। इप्पन हादा चाहिँ हस्पिटलमा एडमिट हुनु अथवा हस्पिटलमा भर्ना हुनु भन्ने हुन्छ भने इफाक खादा भन्नाले चाहिँ भर्ना हुनु। जेनरली भर्ना हुनु भन्ने बुझिन्छ। नेक्स्ट छ सिक। सिक सिक भन्नाले दरले। सिक डबल छ होला सिक। सिक भनेको दरले। दरले भइहाल्यो। एकको दरले दुईको दरले इल सिक इ सिक यसरी प्रयोग गरिन्छ। नेक्स्टमा छ 66 छामसक खादा। छामसक खादा। छामसक खादा भन्नाले उपस्थित हुनु। छामसक खादा उपस्थित हुनु। छामसक खादा उपस्थित हुनु। 67 मा छ नुगिल्दा। नुगिल्ता नुगिल्ता महसुस हुनु। 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 अर्को छ 68 मा साङदेफाङ। साङदेफाङ। साङदेफाङ भन्नाले प्रतिपक्ष अथवा दोस्रो पक्ष। साङदेफाङ प्रतिपक्षी अथवा दोस्रो पक्ष जसलाई चाहिँ विपरीत पक्षको पनि भन्न बुझ्न सकिन्छ। अर्को पार्टीको पनि भन्न सकिन्छ। साङदेफाङ साङदेबाङ साङदेबाङ प्रतिपक्षी अथवा दोस्रो पक्ष। नेक्स्टमा छ सागुइदा। सागुइदा साथी बनाउनु। सागुइदा साथी बनाउनु। सागुइदा साथी बनाउनु। अर्को छ 70 मा फुरुल कुगोइता। फुरुल कुगोइता भनेको आगो निभाउनु। फुरुल कुगोइता आगो निभाउनु। अर्को छ एक्स्ट्रा सेच्छा। सेच्छा भन्नाले गाडी धुनु। कार वास गर्नु गाडी वास गर्नु यस्तो बुझिन्छ। सेच्छा 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 गाडी धुनु। ओके अहिलेलाई यति नै छ मिनिङ र फेरि पनि म रिपिट गर्छु 61 देखि 70 सम्म। एक सर र छन्य भन्नाले कहिले पनि होइन नेभर भन्ने बुझिन्छ। छादा छामल छादा सुत्नु। इफाक खादा भर्ना हुनु। इप्पन हादा हस्पिटलमा भर्ना हुनु। सिक दरले। छामसक खादा उपस्थित हुनु। नुगिल्ता महसुस हुनु। साङदेबाङ प्रतिपक्षी अथवा दोस्रो पक्ष। सागुइदा साथी बनाउनु। फुरुल कुगोइता आगो निभाउनु। सेच्छा गाडी धुनु। थ्याङ्क यू। यसरी नै एपिएस टपिक प्रिपरेसन वर्ड मिनिङ क्लास 3 लिएर म चाँडै उपस्थित हुनेछु। तबसम्मको लागि मैले बिदा मागेँ र यस्तै एपिएस टपिक सम्बन्धी मिनिङ बुक विशेष गरिकन मिनिङ बुक र अन्य नोटिसहरू एपिएस टपिक नोटिसहरू र ग्रामरसँग रिलेटेड कुराहरू सिक्नको लागि तपाईहरु मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला र विशेष गरिकन तपाईहरुले चाहिँ विशेष गरिकन मैले चाहिँ यो क्लासलाई तयार पार्नुको मुख्य रिजन चाहिँ
मेन रिजन चाहिँ यो क्लास तयार पार्नुको मेन रिजन चाहिँ तपाईहरुले कुनै पनि काम आफ्नो काम गर्दा गर्दै पनि यसलाई MP3 को रूपमा अथवा म्युजिक प्ले गरेर ट्र्याक मात्र बनाएर यसलाई आफ्नो एयरबड्स लगाएर चाहिँ नि काम गर्दै मिनिङलाई रिभाइज गर्न सक्नुहुन्छ। त्यसकारणले गर्दाखेरि मैले यसरी नै भिडियोहरु बनाइरहेको हुनेछु र सबै जनाले शेयर पनि गरिदिनु होला आफ्नो साथीहरुलाई जसले चाहिँ बेस्ट टपिक परीक्षा तयारीको अवस्थामा हुनुहुन्छ र 2026 को एन्डिङ अथवा 27 को फर्स्ट मन्थमा सायद नयाँ बेस्ट टपिक एक्जाम खुल्नेछ आशा राखौं र त्यसकारणले सबैजनाले तयारी रहनको लागि म हेल्पको लागि सहयोगको लागि यसरी नै विभिन्न क्लासहरु लिएर उपस्थित हुनेछु र अहिलेको लागि चाहिँ सबैजनालाई गुड डे।